रातो पैसाहरू हाल्यो कि यो हाम्रो हर्क साम्पाङको सपोर्टको लागि हामीले यो कलेक्सन गरेको थियो। अब काजी र हाम्रो मान्दाईको न्यू क्यास एन्ड क्यारी फक्सनमा बक्स राखेको थियो होइन। यसको चाहिँ आज चाहिँ के भन्छ यसलाई ओपनिङ सेरोमनी हुँदैछ। हाम्रो चित्र भाइले चाहिँ फोन गरिदियो। चित्र भाइ पनि हर्क साम्पाङको एकदम सपोर्टर हो। मान्छे चाहिँ इटरीको हो। कतिले चाहिँ म धरानको होइन भनेर सपोर्ट गर्दैन, तर हाम्रो चित्र भाइले चाहिँ इटरीको भएर पनि सपोर्ट गर्नुहुन्छ होइन। यो चाहिँ अब यो बनाउने चाहिँ फेरि हाम्रै पल्टने भाइ दिपराज भाइले हो। त्यो दिप भाइको चाहिँ फेरि नजानेको केही छैन। यस्तो दामी बनाएको छ दिप भाइ जस्तो यहाँनिर। अर्को अभियानलाई आर्थिक सहयोग अभियान अनेस्टी बक्स यो अनुसार। ल दिप भाइ, तिमीले बनाएको बक्स यहाँ आज फोडिँदैछ है। यो हर्क साम्पाङको यो अनेस्टी बक्स चाहिँ यो चाहिँ अब यो बक्स चाहिँ यो नखोल्ने खालको बनाएको थियो र यसलाई चाहिँ फुटाउनै पर्ने भयो होइन। हाम्रो चित्र भाइले चाहिँ यहाँ दिँदैछ है। दस गरौँ पुरा पो रहेछ है। आमामा ल है। ओहो गरेर उयो पारेको छ। उयो लाउनु नि। ल यहाँ चाहिँ बिसको पनि रहेछ है। अब यसलाई चाहिँ बिसको पनि रहेछ। यो ज्यादा चाहिँ रातो पैसा रहेछ होइन। यो रातो पैसा गर्नु चाहिँ हामीलाई निकै टाइम लाग्छ हो। अब यो चाहिँ निकै ठुलो छ। अस्ति एकजनाले त्यहाँ त यहाँ 100 नै हालिदिएको छ यहाँ हेर्नुहोस् त। ल यो चाहिँ हाम्रो अब यो पैसा चाहिँ यो दार्जुलाकोमा ट्विनको बदलीमा पुल बनाउने भनेकोमा हामीले पठाउने हो। यो चाहिँ अब मेन गर्ने चाहिँ हाम्रो दिप भाइ अनि हाम्रो काजी भाइहरू हो होइन। यहाँ हामीले पनि यहाँ हालेको छौँ यहाँ पैसा अलिअलि त त्यहाँदेखि पनि रहेछ। त्यति यो पैसा चाहिँ मेन गरेर हाम्रो यो फक्सनमा रहेको हाम्रो काजी भाइ र मान्दाईको दोकान न्यू क्यास एन्ड क्यारीमा यो बक्स राखेको हो। र यो डोनेसन गर्नेहरू चाहिँ वरिपरि फक्सन बासिन्दाहरू नै हुनुहुन्छ होइन। उहाँहरूलाई धेरै धेरै धन्यवाद। हाम्रो यो बक्स बनाउने भाइ दिप भाइले पनि यहाँनिर डोनेट गर्नुभएको छ होइन। यहाँ हामी सबैले गरेको छौँ। मेन चाहिँ अब धेरै गर्ने चाहिँ अब यहाँ हाम्रो फक्सन वरिपरिको बासिन्दाहरूले गरेको हो। धन्यवाद।